हेलो एभ्रिवान। आज चाहिँ फेरि पनि म यहाँ बाहिर निस्केको छु हो। आज पनि म यहाँ बाहिर हेर्न सक्नुहुन्छ म कहाँ छु। आज पनि एक्लै निस्केको छु हो। अन्त आज चाहिँ म कहाँ निस्केको भन्दाखेरि चाहिँ यहाँनिर उयो छ नि त कुवेट टावर भन्ने छ कि। यो चाहिँ यहाँबाट हल्का देखिरहेको छ हौ अहिले। के देखिरहेको छु कि यही ठाउँमा आएको म, तर यसको एन्ट्रेन्स मैले पाएको छुइनँ हौ अहिले। एन्ट्रेन्स मैले पाएको छुइनँ, कहाँबाट छिर्छ भित्र हो मैले देखेकै छुइनँ। उयो हो जस्तो लाग्दैछ तर हो कि होइन थाहै भएन। यो होइन होला सायद। मैले अब यहाँ म्यापमा हेर्दाखेरि चाहिँ अर्कै देखाउँदैछ हो। अन्त खासमा चाहिँ म बसमा उपर झर्नु पर्ने हो। म अलिक अगाडि नै झर्दै आउँदैछु। यहाँ देख्यो यहाँ नै आएको। यो चाहिँ कुवेतको टावर हो। कुवेत टावर भनेर चिनिन्छ यसलाई हो। अन्त म आज पनि एक्लै नै आएको छु हो। आज चाहिँ मैले बिर्सिनँ मेरो डाटा केबल। अन्त अब खै यसको मैले एन्ट्रेन्सै पाइनँ। हेरेर त उहाँबाट त सानो देख्छ, छेउै देख्दो रहेछ कि। त्यही भएर म उपर उत्रिदिएको त होइन रहेछ नि। अब यहाँबाट हो जस्तो लागेन। यहाँबाट सिधा बाटो हो जस्तो लाग्दैछ कि। यहाँबाटै जान्छु। गाडी आउँदैछ, क्रस पनि गर्नुपर्छ हो। अब यहाँबाट क्रस गर्दैछु हो। अब उपर म देखाउँछु ल तपाईँहरूलाई। मैले अस्ति तपाईँहरूलाई देखाएको थिएँ नि क्या लामो ब्रिज क्या जस्तो छ। यो ब्रिज त्यही ब्रिज रहेछ। अस्ति चाहिँ भिडियो गर्दाखेरि चाहिँ म उता पर साइड थिएँ हो। अन्त फेरि म यहीँ आइपुगेको छु। अहिले चाहिँ म यता राइट साइड छु। फुलै फुल्नु छ जस्तो। अहिले चाहिँ म यस्तो घुमेर आइपुगेको छु। अब यहाँबाट मेरो मलाई 13 मिनट देखाउँदैछ पुग्नुको लागि हो। अन्त यहाँ मजाको रहेछ हेर्नुहोस् न। अब यहाँबाट चाहिँ म अगाडि हिँड्दै यस्तो भएर जानुपर्छ हो। अन्त खुल्ला छ कि छैन त्यो पनि थाहा छैन मलाई त। खुल्ला छ कि छैन भने चाहिँ गएर नै थाहा पाउँछ अब हो। खुल्ला छैन भने चाहिँ म आएको चाहिँ बेकार हुन्छ। 1953 मा रहेछ यो बिल्डिङ रहेछ। मजाको हो। यस्तो पुरानो चाहिँ मलाई मजा लाग्छ हेर्नु क्या। अहिलेको यो मोडर्न यो बिल्डिङहरू त हुन्छ आइपुग्यो नि। बिस्तारै ठुलै रहेछ नि। ठुलो भएर चाहिँ नि टाढोबाट पनि छेउै लाग्दो रहेछ नि त। यो गाडीहरू आएकोले स्वाई हुँदै होला। म बोलेको पनि सुनिन्छ होला है। यो आउने बेलामा चाहिँ आउँदैन गाडी हो। आउने बेलामा यतिखेर भिडियो गर्दाखेरि मात्रै आइरहेको हुन्छ। अब चाहिँ यसो हो कुन चाहिँ पट्टि चाहिँ चढ्नु पर्ने भन्ने भित्र चाहिँ अब यो भित्र चाहिँ मैले हिजो चाहिँ मैले उसमा हेरेको थिएँ, युट्युबमा हेरेको थिएँ नि त। यहाँको पुरा त्यो भैयाहरूले बनाएको थियो भिडियोहरू हो। तिनीहरू चाहिँ फ्राइडे आएको रहेछ। फ्राइडे आउँदाखेरि चाहिँ यहाँ चाहिँ फेरि फ्राइडे चाहिँ छुट्टी हुन्छ नि त। हाम्रो चाहिँ उता चाहिँ अब स्याटरडे सन्डे छुट्टी हुन्छ होइन, गभर्मेन्ट होलिडे। त्यहाँदेखि चाहिँ यहाँ चाहिँ तपाईँको फेरि कति अरे फ्राइडे र स्याटरडे हो नि त मेन चाहिँ। अन्त त्यो भएकोले गर्दाखेरि चाहिँ फ्राइडे स्याटरडे चाहिँ ओभर मान्छे हुन्छ। विकेन्ड चाहिँ यिनीहरूको चाहिँ फ्राइडे स्याटरडे हो नि त यहाँनिर। अन्त मैले त्यो भिडियोमा हेर्दाखेरि चाहिँ पुरा भिड थियो। आज त म फ्राइडे त होइन आज त हो, तर अब हेरौँ कतिको हुँदो रहेछ। यहाँ चाहिँ वाटर पार्कहरू पनि रहेछ। हुन त मैले देखेकै हो पहिल्यै। म चाहिँ फेरि अगाडि हेरिदिन्छु नि त त्यो म्यापमा के छ कहाँ के छ भनेर हो। युट्युबहरूतिर पनि पुरा खोजखाज पारेर आउँछु। अन्त त्यो भएकोले गर्दाखेरि चाहिँ मलाई अलिकति सजिलो पर्छ। एक्लै ट्राभल गर्दाखेरि पनि हो अलिकति अब केही छैन
अब यहाँ पनि कहाँबाट हो फेरि मलाई थाहा छैन एन्ट्रेन्स समुद्र चाहिँ फेरि मलाई त्यस्तो पनि लागेन तर यो त्यस्तो लागेन त्यत्रो डल्लो डल्लो के हो त्यो अन्त यसको चाहिँ भित्र चाहिँ अब हल्का अब खासियत चाहिँ के रहेछ भन्दाखेरि चाहिँ म तपाईँलाई अहिले भित्र पसेर पनि देखाउँछु त्यसै ल हेर्नुहोस् है यहाँनिर मैले के देखेँ यो होइन नि यो त मिस्टर बिनको हो नि टार्जन भनेको त कहाँ मिस्टर बिन पो रहेछ यो त दामी है ठिक्कै परेको हेर्नुहोस् त यत्रो गोडे मात्रै छ अब ओके म देखाउँछु ल कत्रो देख्दो रहेछ मलाई यत्रो मात्रै रहेछ दामी रहेछ है यसको ओनरले देखेर चाहिँ मार्छ होला फेरि मलाई अहिले के गरेको भनेर तर मजाको लाग्यो मलाई क्या हेर्नुहोस् न तपाईँहरूलाई वरिपरिबाट देखाइदिन्छु यसकै छेउमा है हो यहाँ त मजाको लाग्यो नि आज त मलाई पिस के हुन्छ नि मलाई फेरि यस्तै मात्रै मनपर्छ अगाडि फेरि हेर्नुहोस् त्यहाँ चाहिँ आइपुगेँ म हो शान्ति हुन्छ यस्तो यसरी आइपुग्दाखेरि चाहिँ मजाको यस्तै छ अब यहाँबाट वाटर पार्क चाहिँ उपर रहेछ हो यति बेला त छैन बन्द होला अन्त यहाँ हेर्नुहोस् न यहाँबाट डिफ्रेन्स देखिहाल्छ यहाँ हत्रो गाडी छ यो कत्रो देखेको यसलाई हो यसलाई फेरि हेर्नु न यत्रो बढे भोकको लागि आउँदो रहेछ मान्छेहरू तपाईँहरूलाई कस्तो लाग्यो हेर्नुहोस् है यो चाहिँ ठिक्कै तपाईँको यो कुवेट टावरको चाहिँ बाहिरपट्टि हो अन्त यो टावरमा चाहिँ अब टिकट पनि लाग्छ फ्री चाहिँ होइन यो हो अन्त टिकट कति लाग्छ भनेर मैले हेर्नु त हेरिसकेको छु तर अब त्यहाँ गएर अब अहिले चेन्ज भयो या भएको छैन बढ्यो घट्यो थाहा छैन हो अहिले म फेरि तपाईँहरूलाई देखाउँछु नि कति लाग्दो रहेछ ल अन्त एन्ट्रेन्स यसको परबाटै नै होला जस्तो लाग्दैछ म अब त्यहाँपट्टि जाँदैछु यहाँतिर त हेर्नुहोस् है पार्किङहरू मजाको हाम्रो दार्जिलिङमा हो भने अब तपाईँलाई थाहै छ भनिरहनु पर्दैन पार्किङको बारेमा त अन्त त्यही हो अब मजाले अब गइदिनुपर्छ होइन हप्ताभरि गदाले यस्तो काम गऱ्यो हो एक दिन त घुमौँ न अन्त मजाले एक दिन त घुमिदिउँ न मजाले अन्त त्यो सुतेरै मात्रै बिताउनु मन पर्दैन म फेरि हो सुतेरै मात्रै त्यो बितायो भने चाहिँ केही न केही थियो अब सुत्नु त जहिले पनि सुतिरहेको हुन्छ नि उता पनि दार्जिलिङमा घरमा हुँदाखेरि पनि सुतेर आइदिएको यहाँ पनि सुत्नु हो नि त सुत्नु हुँदैन बेसी त्यही कारण चाहिँ म सुत्नु मन पर्दिँदैन 5 घन्टा 6 घन्टा काफी हो त्यति सुत्यो भने काफी हो हेर न फेरि यसरी कुदेको देख्दाखेरि चाहिँ मलाई पनि कुद्नुहरू मनपर्छ कि तर अब यहाँ त म त हिँड्नु पनि नसक्ने भइसकिसक्यो उता मजाले वकहरू जाने उता त अब जहाँ जाँदा पनि हिँडेर जाने बानी हो हिँडेर उता कहाँ पनि हिँडेरै जाने बानी यहाँ त अब त्यही हो अब गाडीमा चढ्यो झऱ्यो फेरि गयो फेरि आउने बेलामा गाडीमा चढ्यो फेरि आइपुगेर झऱ्यो त्यस्तै हुन्छ अन्त अब त्यही हो छेउबाट पनि आइपुगेँ हो छेउबाट चाहिँ हेर्नुहोस् है यो चाहिँ कुवेट टावर रहेछ कत्रो छ हेर्नुहोस् है यहाँ कता होला माथितिरै बाहिरको नजारा चाहिँ यस्तो छ बाहिरको नजारा तपाईँलाई यस प्रकारको छ यसलाई चाहिँ उयो पनि भन्दो रहेछ ट्विन टावर पनि भन्दो रहेछ कता कता सुनेको जस्तो लाग्यो हो कि होइन तर ट्विन टावर पनि मैले सुनेको जस्तो लाग्यो यो रुखहरूले गर्दाखेरि पनि मजाको लाग्यो मलाई चाहिँ अब हेरौँ है यहाँनिर ल एन्ट्रेन्स चाहिँ यहाँनिर कहाँ छ ट्याक्सीमा चढ्यो भने चाहिँ फेरि खुत्रुकै बनाइदिन्छ चढ्नुपर्छ तर अहिले होइन अब गाडी छैन भने त चढ्नै पऱ्यो नि त अन्त बस छैन भने त अन्त
अब हेरौँ है, पर्खिनुहोस् ल, म तपाईँहरूलाई देखाउँछु अब यहाँनिर एन्ट्रेन्स चाहिँ।